राजनीतिको पुरा त्यो भइरहेछ। भइसक्यो सरकारी तर्फबाट सबै भइसक्यो तैपनि अब उनीहरूलाई अब के भएको अब अलिकति दशा लाग्छ भन्छ कि त्यो होला। यदि मैले बारेमा यदि कति कति छ भने म गति गरेको छैन भने किन छोड्ने हो कि रिलको होइन रेलको छोड्ने हो भने छोड्नु हुँदैन होइन। त्यसै कारणले मलाई जस्तो लाग्छ मैले गल्ती गरेको जस्तो लाग्छ। मैले नपत्ता हुनु भने नपत्ताका हो मान्छेले नपत्ताका यही रोले के गर्छ भनेर धेरै राजनीति भएको छ। मान्छेले चाहिँ किन लगाइदिने त्यो भए एउटा फाइदाको लागि हो सबैलाई होइन हरलाई हो डिस्ट्रिब्युटरलाई हो निर्मातालाई हो या कलाकारलाई हो सबैलाई त हो सबै मान्छेलाई हो क्या बुझ्दैन। त्यही भएर उहाँको टिम भन्नुभन्दा पनि उहाँ अभिनय सानो कलाकार होइन होइन सानो कलाकार म के भन्न चाहन्छु वरिष्ठ होइन वरिष्ठ उहाँहरूसँग क्षमता थियो उहाँहरूसँग अभिनय गर्ने क्यापेसिटी थियो उहाँहरूले पनि गाइड गरेर जन्म होइन उहाँहरूलाई म महान सम्झन्छु त्यस्तो भन्ने व्यक्तित्व अर्ग्यानिक कल्चर कल्चर अहिलेको टिनेजहरूले हेर्नु पर्दैन। टिनेजहरूले इतिहास के हो भन्ने कुरो बुझ्नुपर्छ कि जस्तो हामीले 5 सालै त हामीले त कहाँ इतिहास पढेर बुझेको त यो कुरा हो यो कुरा होइन। देश एउटा टुक्रा थियो 2224 राज्य थियो सिङ्गो राष्ट्र बन्नलाई पृथ्वीनारायण शाहले त्यसरी एकीकरण गरेर बल्ल एउटा योगदान दिनुभयो। त्यो योगदान त हामीले इतिहास पढेर त थाहा पाउँछौँ। त्यस्तो योगदान दिनु पहिले पहिले यस्तो संस्कार यस्तो कल्चरमा छ लागि यसका लागि चाहिँ लोकल फिल्म हेर्नु जरुरत छ। अहिलेको युवा पुस्ता अब हामीलाई त थाहा छ अब युवालाई त थाहा छ उहाँहरूले भन्नुभयो असाध्यै राम्रो छ। अब भएन उहाँलाई चाहिँ हेर्नु रमाइलो छ सुरुदेखि अन्तिमसम्म एकदम हामीले इन्जोय पायौँ भनेर भन्नु उहाँ भन्नुहुन्छ क्यामेरा हेरेर भन्नु अहिले यस्तो म सानो भूमिका हो त्यस्तो मेरो धेरै ठुलो भूमिका पनि छैन। केटीको बुवाको रोल किनभने मैले त्यही भएर दारी पालेर काटेको छैन। बाउकै रोल हो बाउ नै हो होइन। केटीको बाउको रोल त्यही 7-8 दिन अभिनय अनि यो फिल्ममा मेरो क्यारेक्टर चाहिँ हाँसो बेग्लै गर्दैन। मेरो क्यारेक्टर अलिकति त्यस्तै एग्रेसिभ टाइपको त्यो छ। अरू क्यारेक्टरमा चाहिँ हँसाउने पनि छ रोउने पनि छ द्वन्द्व पनि छ। सामाजिक परिवेशमा एउटा गाउँमा घट्ने घटनालाई यथार्थपरक हिसाबले हाम्रो डाक्टर साहब रञ्जित राणाले उतार्नु मैले भने त